सो गाइज हामी चाहिँ टक्का लाएर अहिले अब लाइसेन्स दिन जाँदैछौँ। अस्तिको भिडियोमा चाहिँ मलाई धेरैजनाले भन्नुभएको थियो होइन, साइड लाइट चाहिँ तैँले बाले छैनस् है भनेर। आज चाहिँ साइड लाइट पनि बाल्छ है। फर्स्टमा हामीले सुरुमा यहाँबाट राइट साइड जाने ट्यागका जहिले पनि मैले भनिराखेकै हुन्छु, जहिले पनि यो डिल साइडमा लिएर हिँड्ने होइन। जहिले पनि अगाडिको टायर यतापट्टिको लेफ्ट डिलमा लेफ्ट कर्नरमा हुनु पऱ्यो। हुनु त अब हामीले त अब चलाइरहेको मान्छेले त अब फास्टै कुदाइन्छ कि, तर तपाईँहरूले चाहिँ अलिकति स्लो जति सक्दो स्लोमा कुदाउन जानु पऱ्यो। अनि त्यसपछि यहाँ स्लो गर्ने, अगाडि हरियो छ भने जाने, यहाँ साइड लाइट सरर साइड लाइट बालेर जाने, यहाँ पुगेर साइड लाइट बनाउने, सक टक 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 जाने, झ्याप्पा ल यहाँ चाहिँ स्टप भयो ट्याक्क। अनि माथि छोड्ने बेलामा चाहिँ ठ्याक्क जहिले थ्रोटल लिने, क्लोज छोड्ने, खुट्टा जाने, अनि ठ्याक्क यहाँ रोक्ने। खुट्टा अस्ति पनि भनेको छु, त्यसो हेर्नुभयो होला भिडियो। एकचोटि खुट्टा यहाँ टेकिसकेपछि उठाएर फेरि राख्नु मिल्दैन ओह्रालोमा त। अनि त्यसपछि सट्टा जाने, लाइसेन्स पास, त्यसपछि चाहिँ सक्कु।